साथीहरु नमस्कार अनि गुड मर्निङ। अब ती दरबारको भिडियो लिएर आउने छु भनेर भनेको थिएँ। त्यो हप्ता अलिकति सम्भव भएन र नभएको कारणले अब हामी यो पालि चाहिँ तपाईलाई यति दरबारसम्म पुगाउने छौं र त्यहाँको दृश्य तपाईलाई अवश्य देखाउने छौं। त्यसैको लागि हामी अहिले चाहिँ बिगु गाउँपालिका वडा नम्बर 6 मा हामी हिजो बेलुका बास बस्न आइपुग्यौं। अहिले चाहिँ हामी बिहानै उठेर हामी यति दरबारतर्फ हामी लाग्दै छौं। त्यसैले अहिले हामी आधी बाटो पुगेको अवस्था हो। तपाईलाई हामी त्यहाँको दृश्य देखाउनका लागि हाम्रो प्रयास एकदम जारी छ। अब देखाउँदै छौं, हेर्दै जानु होला। बाग्राकोटी सिलेट ढुङ्गा भनेको यही हो। ल बा नमस्कार। नमस्कार सर। हजुरको नाम? मेरो छत्रे थामी हेर्नुहोस्। हजुर हजुर छत्रे थामी। तपाईको घर चाहिँ? मेरो घर आलामपुर हेर्नुहोस्। वार्ड नम्बर 7 मा पर्थ्यो पहिला साबिक। हजुर। त उता दुईतिर बस्छौँ सर, माथितिर। अनि आज तपाईँ हामीसँग जानुहुन्छ नि? हजुर हजुर। तपाईँहरूलाई देखाउनु पर्यो नि ठाउँ त्यहाँ। अनि त्यो जङ्गल घुमाउनु पर्यो सरहरूलाई। हजुर। अनि दाइ हजुरलाई नमस्कार। नमस्कार हजुर, मेरो फुलमान थामी हो। म आलामपुर 6। हजुर। साबिक नै त्यही 5 नम्बर वार्ड पहिला, अहिले चाहिँ 6 भएको छ बिउ गाउँपालिमा। हजुर हजुर। अनि त्यहाँ बसेर अहिले डुङ्गाखानीमा आउँछ, डुङ्गामा जीविका प्रार्जन गर्दैछौँ। के गर्नु अब यता यसो गर्दा गर्दा यहाँ अब तपाईँहरू आउनुपर्छ। अब तपाईँहरूलाई यसो माथि त्यो घाँटा दरबार भन्ने ठाउँ चाहिँ अब देखाउन लाँदैछौँ हामीले। अब पहिला देखाएको थियौँ र अनि लाँदै गरेका छौँ। हजुर। त्यहाँसम्म पुगेपछि के हुन्छ अब हेरौँ कस्तो छ ठाउँ स्थिति। अहिले हरियाली छैन, अहिले सबै पत्केरहरू त्यो जङ्गलको माथि रुखहरूको पत्ता सबै झरेको छ। कस्तो छ ठाउँ चाहिँ हेर्दैछौँ। ल हस्, धन्यवाद। आज उहाँहरू हामीलाई देखाउनलाई त्यही दरबार भन्ने ठाउँसम्म हामीलाई देखाउन लाँदै हुनुहुन्छ उहाँहरूले। अनि हामीले नदेखेको ठाउँ, त्यसै भएर हामीले उहाँहरूको सहारा लिनुपर्ने हुन्छ यहाँ आइसकेपछि। अब के कस्तो छ हामी त्यहाँ गएर तपाईँहरूलाई पनि देखाउने छौँ। हामी जम्मा 5 जना छौँ यहाँ अहिले। अनि बाइकमा मान्छे अडिने भनेको कस्तो हो बाइकमा? बुझ्दै गएको नि बाइक कसै तान्नु भयो। रुख थिएन, म बल्ल बल्ल यस्तै जुत्ता लगाएको थिएँ, पाउने जुत्ता। त्यो बल्ल बल्ल तलबाट झरेर त्यहाँ पुगेर अनि ताने। अनि सबै हाम्रो यो समितिको मान्छेले तानेर ल्याएर ल्यायो नि। 2 दिनसम्म त काम गरेन। यो यस्तो बाटो थिएन कि ओह्रालै थियो। यो त पछि पो खनायो, यो फेरि डबल खनायो। तलबाट थियो कि उकालो थियो। पुऱ्यो त्यो जाली लगाएको थियो। 2टा जाली बल्ल बल्ल किनेर ल्याएर त्यहाँ लाएर अनि डोलेर छिराएको। हामीलाई पनि यो कुरो सुनेर डर लाग्यो। अब बाटो अप्ठ्यारो, त्यसैले उयो यो चाहिँ होला खुट्टाको पाइला है? यो खुट्टा पाइला हो रहेछ हो रहेछ। यो चाहिँ हो यो चाहिँ रहेछ बुढी अम्ला भयो यहाँ है? ठ्याक्कै बुढी अम्ला भयो। त्यसपछि यो कान्छी अम्ला भयो। दाहिने गोडा रहेछ, दाहिने गोडा। दाहिने होइन देब्रे नै हो। देब्रे छ। यताबाट हेर्दा पो देब्रे भयो त? होइन नि, देब्रे हो नि। देब्रे होला हजुर। यहाँनिर चाहिँ खुट्टाको पाइला हजुर भएको ढुङ्गा हुन्छ हुन्छ। यहाँनिर हामीले हेर्दैछौँ। के हो खुट्टाको पाइलै पाइला जस्तो, बुढी अम्लाहरू दबेको जस्तो है? यो चाहिँ मान्छेको पैतालो हो कि? साथीहरू अहिले हामी भिरको चेपचाप हिँड्दैछौँ। अनि
बाटो हामी धेरै हिँडिसक्यौँ। अब हामी पनि गलेको जस्तो पनि भइसक्यो र मेरो प्यारो मित्र साथी सञ्जीव पनि गलिसकेको जस्तो अवस्था। त्यसैले मेरो सहयोगी मित्र या काका पनि थाकेको जस्तो फिल भइसक्यो। काका अलिअलि गर्मी लागेको जस्तो छ। हजुर अब यो गर्मीले गर्दा हामी अलिअलि हल्का यो दृश्य हेर्दै हेर्दै रमाइलो गर्दै भिड देख्दा नजाउँ नजाउँ जस्तो पनि लाग्छ। अनि साथीहरू अगाडि बढेको देख्दा हाम्रो उद्देश्य प्राप्ति गर्नको लागि हामी अघि बढ्न लागिरहेका छौँ। त्यसको लागि हामी अग्रसर भएर एकदम चित्त भएर हामी अघि बढेका छौँ। ल बढ्नुपर्छ काका हामी है। हामी ठाउँ त डेन्जर नै छ योपालिको। यो माथि यो बिचमा एउटा चुचुरो डाँडा छ, त्यसको फेदमा पुग्नुपर्छ आज। त्यसैले हाम्रो यात्रा जारी छ। साथीहरू हामी चाहिँ अहिले मध्य जङ्गलमा छौँ। अब हिँड्न पनि गाह्रो भइसक्यो, खुट्टा पनि दुखेको जस्तो भइसक्यो। अझै जानु छ धेरै माथि। हामी पुग्नुलाई चाहिँ 2-3 घन्टा हिँड्नुपर्ने रहेछ यहाँबाट। काकाहरू हिँड्दैछ हट्टाहट, लाली गुराँस झपक्कै फुलेछ यहाँ। अनि सबभन्दा डेन्जर ठाउँ चाहिँ हामी तपाईँलाई देखाउन छौँ। हामीलाई पनि डर लागेको छ, कता डर हामीलाई पनि लागेको छ। अब त्यहाँ के हो भनेर, तर डरै लाग्यो भने हामी तपाईँलाई देखाउने छौँ अवश्य। अहिले चाहिँ हामी खोलासम्म पुग्यौँ। यहाँ खोलामा यस्तो छ, बाटो पनि गाङ र गुङटुङ छ यहाँनिर बाटो। अब यो बाटो जङ्गलको बाटो यस्तै हो होइन साथीहरू। अब बाटो राम्रो खोजेर त पाइँदैन काका, बिस्तारै आउनु ल, बिस्तारै आउनु है। बाटो यस्तो छ हेर्नु। काका लड्ला है बिस्तारै है। यो बुढो मान्छे 75 वर्ष बुढो त गइसक्यो काका बिस्तारै हिँड्नु है। माथिबाट गएर माथि गयो हामी यस्तै माथि गयो सक्नु छैन। अनि माथिबाट मात्रै हेर्नु यो कुनामा त जानु छैन भने कहाँ पनि सिद्धो गर्नु खोलामा ल साथीहरू, अब हामी लगभग पुग्न आँटेको जस्तो अवस्था हो। तर अझै अब यहाँ हामी चाहिँ यो खोलाको तिरै हिँड्नुपर्ने छ। यहाँबाट हेर्नुहोस् भिड यस्तो अनकन्त भिड छ। यो भिडको चेप हुँदै हामी यो माथि यो झरना तरेर जानुपर्ने हुन्छ। यहाँ अहिले चाहिँ हामी लगभग नजिक आसपासमा पुगेको महसुस पनि भयो र यस्तो रहस्यमय छ यो ठाउँ। तपाईँ हामी जो कोही पनि यहाँ आउनलाई कठिनै पर्दछ। हामी चाहिँ अब लगभग 2 दिन हुन्छ आज। यो ठाउँ भनेको एकदम रहस्यमय र अब हामी यहाँबाट नजिक आइपुगेको जस्तै छौँ। साथीहरूलाई देखाउने प्रयास गर्दैछौँ हामी, सकेसम्म हामी देखाउनेछौँ।
भन्ने खालको स्थिति आयो होला। यो भयो एउटा होइन अब हामी यो उकालो लाग्छौँ होइन यो खाँद हेर्नु यो पर्यो। खातमा जाउँ न हँ यो माथि जानु पर्यो। त्यसलाई यताबाट छिर्नु पहिला चाहिँ यहाँ ड्रोन क्यामेरा पनि चलेन होइन सक्दैन अरे कि आउनै भएन अरे त्यो त अब हाम्रो चाहिँ चल्यो योपालि चाहिँ है योपालि चाहिँ चल्यो यहाँ चाहिँ पहिला क्यामेरा पनि नचलेको ड्रोन पनि नचलेको भन्ने हाम्रो यहाँ पाले भन्नुभएको अनि योपालि हाम्रो चाहिँ क्यामेरा पनि चल्यो ड्रोन पनि चल्यो र अझ योभन्दा खतरा ठाउँमाथि भयो होला माथि छ यहाँ माथि। यहाँबाट हामी यो चेकपछि जान्छौँ कि त्यो सकिँदैन सर। सक्दैन है यहाँबाट जान्छ। ल अब हामी यो यताबाट भिरको बाटो लाग्छौँ यो भिर कस्तो छ एकचोटि देखाइदिनु यो भिरबाट नि उताबाट नि बाटो छ भने उताबाट छिर्नु सक्छ सर यहाँबाट चाहिँ गएर छिर्नु पर्छ यहाँबाट हो। यहाँबाट माथिसम्म जान्छ। त्यहाँ हेर्न त मिल्यो अब हामी यो खोजमा आइसक्यौँ अनि यहाँ दाइहरूले बाटोको अवलोकन गर्दै हुनुहुन्छ के कस्तो हो जानु सकिन्छ सकिन्न भनेर अब यहाँबाट एकचोटि हामी छिर्ने प्रयास चाहिँ गर्नेछौँ अवश्य तर छिर्नै सकेन भने पनि हामी त्योभन्दा ट्राई गर्दैनौँ हामी यहाँ मौरीहरू टन्नै देख्न पाइयो वीरमौरीहरू मौरी गाडीहरू त मौरीहरू भिरमौरीहरू पनि देख्न सक्यौँ हामीले अब यहाँ चाहिँ एकदम तपाईँको डरलाग्दो भिर छ यो भिर हामीले पार गर्न सक्दैनौँ यहाँबाट र हामी पार पनि गर्दैनौँ अब हामी पाखैबाट जाने त हो ल त्यसो भने अब हामी यतैबाट रिटर्न ब्याक गरौँ त हो त्यहाँ चाहिँ म देखाउँथेँ कि ए अब यो त देख्दैन नसक्ने अहिले चाहिँ राम्रो भयो अब हामी यो बाटो अघि यो बाटो छिर्ने हामीले प्रयास गरौँ तर हामी यो बाटो चाहिँ छिर्न सकेनौँ त्यसै कारणले हामी अर्को बाटो आएर चाहिँ हामी यहाँबाट यो खोजहरू हेर्न सफल भयौँ र योभन्दा खोज अब अझै धेरै माथि अर्को पनि छ त्यसैले अरू पनि हामी देखाउनेछौँ तपाईँहरूलाई साथीहरू यहाँबाट चाहिँ यो झर्ना होला नि होइन यता उँभो त झर्ना यो झर्ना माथि चाहिँ झर्ना छ ए यतापट्टि पनि छ यहाँ ठुलो यहाँ चाहिँ ठुलो झर्ना ल हामी त्यहाँ पनि अब यही जङ्गल जान्छौँ भने त अब हामी यहाँ छिर्नु सक्दैन अनि माथिबाट जान्छ ए ल अब हामी माथिबाट अर्को बाटो घुम्दै जाने छौँ र यहाँ चाहिँ डरलाग्दो ठाउँ छ यहाँ चाहिँ अब फेरि यो मात्रै नभएर अर्को पनि छ माथि जस्तै स्यार्पाहरू हुन्छ नि ए जम्लिङ भन्ने हुन्छ संसार घुमेको हुनाले अनि उसलाई नामै राखेको जम्लिङ जम्लिङ भनेर उता भन्छ ए दिनको छप्पन्नै यागहरू छ अनि उनीहरूसँग बस्छ उहाँले छिमेकी गरेर एक नम्बरको एक नम्बरको उनीहरूको, एक नम्बरको नारायण खानपुराको उता फुलदेखि मारुदेखि हुन्छ नि गोठ लिएर त्यो चाहिँ चाइनाको हो नेपाली हो उता नारायण खानपट्टिको एक नम्बरको ए सिन्धुपाल्चोकको अनि बस्नु चाहिँ चाइना फर्काउनु छुरी घर बस्ने हो यसपालि चाहिँ उहाँलाई भूकम्पको त्यो बिन्दुहरू जम्मै यहाँ राखेको थियो त्यो उहाँले अनि यो फर्नालाई यहाँ यसपालि त हामी जीवन लुट्नुपर्छ है भनेर लाप्टाङहरू आएछ त्यहाँ अनि यसको बाद सिट अब झर्ना देख्ने त अर्को जानुपर्छ माथि कहाँबाट यो अर्को आज यो माथिमा गएपछि झर्ना देख्छ माथि यहाँ त केही नगरे हो त्यसै नि केही
हाँ यो चाहिँ यति दरबार चाहिँ यहाँ है यो भित्र यति दरबार अनि यसलाई के भन्छ अरे हुन्डुली 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 सात तले भने यो सात तले तपाईँले देख्न सक्नुहुन्छ तल तल भन्दो रहेछ उयोको मान्छेले ए यहाँ स्टेप स्टेप भएको कारणले गर्दा यो म सात तले भएको अनि यहाँ त्यतिखेर भन्ने पनि यही हो ए हेर्नुहोस् सर अनि यहाँ सिर्नु सक्नु विन्डो गुलो छैन यहाँ बर्खामा त छेउमा जानु छैन यहाँनिर है यहाँ त सक्दैन इन्ड्रेन लाग्छ अहिले चाहिँ त्यो माथि नै छैन झर्ना हेर्नु बाँकी छ अब घट्दा हेर्दा साततले भिडमा छौँ अहिले चाहिँ हामी र यहाँ यति दरबार पनि यसैले भन्ने साततले दरबार यति दरबार अहिले यहाँ अब दरबारलाई देखाउन यति नै हामीले बस्यौँ र अब बाँकी कुरो अझै पनि हामी यो माथितिर देखाउनेछौँ यहाँ त डरलाग्दो रहेछ नि ठाउँ त है यहाँ मान्छे छिर्नै नसकिँदो रहेछ नि काली लाग्ने ठाउँ छिर्नै नसक्ने यहाँ साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै लगभग यति दरबार पुगिसक्यौँ यति दरबारमा ठ्याक्कै हामी तल छिर्न चाहिँ अलिक असम्भवको कुरो नै रहेछ यहाँ त्यसैले अब हामी यहाँबाट भिडियो हामी तपाईँलाई देखाउनेछौँ यो यति दरबारको र हाम्रो काकाहरू र हाम्रो दाइहरू सबैजना यहाँ हुनुहुन्छ र यो पारिको साततले भिड त्यसपछि त्यो त खुट्टा नहालौँ उँधो झर्छ अनि त्यसपछि त्यो पारी देख्दै गरेको छाँगाहरू चाहिँ तपाईँको यति दरबारकै आसपासको हो अस्ति आउने हाम्रो यहाँबाट एक मिस्टेक भएर चाहिँ खुट्टा गऱ्यो भने गेम फिनिस नै हुन्छ हाम्रो सन्दीप सरको र सन्दीप सर चाहिँ यहीँ बसिराख्नु भएको छ तपाईँहरू यहाँ आउनुभएको कतिचोटि भयो बा म यहाँ दुईचोटि है अस्ति पत्रकार दाइहरूसँग अनि आज हामीसँग पहिलापल्ट कतिचोटि आज मेरो चरण भेडा चरण ठाउँ यतातिर हो ए कराउँछ है कति बेलामा के बेलामा कराउँछ त खोइ त्यति बेला एकचोटि माथि बसेर त उँधोली थियो धान पाकिरहेको थियो तलतिर चाहिँ तन्ने खेतमा हजुर अनि दिनभरि चाहिँ हाम्रो केटाहरू चाहिँ दसैँको दिनमा अनि केटाहरू चाहिँ त्यो बाबुसर चाहिँ माथि छोडेर टिका लाउनु गयो घरतिर हजुर अनि दिनभरि त्यो भेडाको पछि पाइलो रहेछ यत्रो गरेर पाइलो अनि अगाडि पनि लामो पछाडि लामो क्या त्यो ढाकले टेक्ने तोक्ले हुन्छ नि हाम्रो हो त्यस्तो हुँदो रहेछ अनि त्यो केटाहरूले पो यो यस्तो पाइलो भएको चाहिँ के चिज हुन्छ यहाँ बा भन्न खोइ के हो अब यस्तो चिज त पहिला बुढाहरूले त यस्तो चिजमा भन्थ्यो भन्नु भन्यो अनि उनीहरूबाट टिकाहरू लगाएर उनीहरू घरतिर गयो बेलुका त गोठमा आयो नि माथि कराउँदै है गर्दाखेरि त एउटा कुकुर थियो यत्रो गरेको कुकुर पल्लोपट्टि म यतापट्टि पुग्यो यहाँ आगो पुग्यो थियो कुकुर त यसो पछाडि आउँछ गरेर मेरोमा फक्क आयो भेडाहरू बाटो भनेर बुङ तर्स्यो 3 चोटिसम्म करायो अनि त्यो चौरीको कुकुर त्यो प्यालेको कुकुर आउँछ जहिले पनि अन्त त्यो कुकुर पो करायो भने त घर यत्रो अनि मलाई केही पनि डर लागेन पछि पो अनि सम्झना आएछ हामीले मलाई के हो भने
अनि मलाई साङ पोले अनि धुप थियो गाईको धुप हजुर। धुपहरू पोले अन्त छ्याङ्ग भयो फेरि अक्क हुँदो रहेछ नि ए अन्त कतिचोटि त्यस्तो गऱ्यो गाईको धुपीसँगै बोकेको थियो है गाईको धुपी गाईको धुप पनि बोक्छु अहिले नि छ अहिले त गोटै बेच्यो माथिसम्म गोठ ल्याएको माथि 8 बजी पुगेको उयो माथि यत्रो गऱ्यो पहिलो छ हो त्यहाँ जहिले निस्किन्छ कति छिटो मान्छेहरू आइपुग्यो यो ठाउँ भन्दा भनेको यता उता मान्छे मगाउँछ यस्तो लागेको छ हो त्यहाँनिर हराउँछ फेरि त्यहाँसम्म आएको त्यहाँदेखि के तक लागेको छैन अस्ति हो अस्ति थाहा अत्तपत्ता हुँदैन है थाहा पत्ता हुँदैन त्यो मान्छे भेटिएन भेटिएन तपाईँले देख्नुभयो अनि पाइलो चाहिँ देखेँ को हो के हो के हो न मान्छे हो न अरू केही यत्रो गरेर पाइलो ल रमाइलो भयो आज जे भए पनि तपाईँले साथ दिनुभयो हामीलाई रमाइलो आजको दिनले पनि रमाइलो भयो अब हामी ऊ माथिसम्म त जान्छौँ नै होइन यताबाट हेर्दै अब के छ कस्तो छ भनेर त्यो माथि यो गौरी पर्वतको भाले चाहिँ त्यो अरे झगडा परेर त्यहाँ भागेको अरे भाले पोथीसँग रिसाएर सङ्गरी पर्वत लोसेन जोड्नु भने यहाँ 1500 होला नाम विशेष गरेर जान्ने बुझ्ने मान्छे सिकाउने मान्छेहरूले राखिने पहिला ती कुरालाई हामीले बिस्तारै बिस्तारै आदि गरेर छोड्दै गएर अनि हामी त अनि बिलायमान भइसक्यौँ होइन अनि सत्यताको छ त छैन नि तपाईँसँग त्यो दिनको विषयमा त्यो धुप थिएन भने तपाईँले त्यसरी तर्साउँदाखेरि अरू केही हुन सक्थ्यो तपाईँसँग आइडिया आयो जुक्ति थियो उपाय लाउनु भयो तपाईँ बस्न सफल हुनु होइन भेडा बचे कुकुर बच्यो तपाईँसँग भएका हरेक कुराहरू बच्यो नि त त्यो दिन होइन नत्र थिएन भने त गाह्रो हुन्थ्यो नि हो अब हामीले यति दरबार पनि देख्यौँ अब तपाईँलाई पनि देखाउनु सफल भयौँ र यति दरबारमै ठ्याक्कै हामी भित्र पसेर हेर्नु त मिल्दैन होइन किनकि यति दरबार भनेको जस्तै अब यो यहाँ ठाउँमा चाहिँ यस्तो पाइन्छ यस्तो छ भनेर यहाँ दाइले जानकारी गराउनु भयो र हामीले पनि यति जानकारी पाइसकेपछि तपाईँलाई पनि जानकारी भयो त्यसैले अब हामी यहाँदेखि अब हामी केही माथि जानेछौँ र माथिबाट हामीले फेरि अर्को बाटो पक्रेर फेरि हामी उता जानेछौँ त्यसपछि हामी तपाईँलाई पनि देखाउनेछौँ हाम्रो साथी मित्र एकदम थकित अवस्थामा हुनुहुन्छ त्यसैले गर्दाखेरि अब धेरै नहिँडौँ सर भन्नुभयो त्यसैले अब हामी बिस्तारै बिस्तारै निस्किन्छौँ होइन त के हो सर अब त्यही हो अब रमाइलो त त्यस्तै हो वन जङ्गल धेरै हिँड्नुपर्छ भिर पाखा खोला नाला चढ्नुपर्छ त्यसैले सबै कुरो त अब हामीले भनिराख्नै पर्दैन तपाईँहरूलाई किनकि यहाँ आउनुलाई त्यति सजिलो चाहिँ होइन हिँड्नु सक्ने भएदेखि ठाउँ रमाइलो छ यहाँ एकदम अत्यन्तै महत्त्वपूर्ण चिजहरू तपाईँले देख्न सक्नुहुन्छ त्यो खोजहरू अथवा झरनाहरू यहाँको यो रहस्यमय ठाउँहरू तपाईँले अवलोकन गर्नु सक्नुहुन्छ र अलिकति कठिन पनि छ यो ठाउँमा आउनुलाई हामीले त कठिन भोगि नै सक्यौँ अब सक्नुहुन्छ भने तपाईँहरू पनि एकचोटि ट्राई चाहिँ अवश्य नै गर्नु होला यो ठाउँ चाहिँ तपाईँहरूलाई भन्नु गइरहेको छु म अहिले बिगु गाउँपालिकाबाट यहाँ यो ठाउँमा आउन सकिन्छ बिगु गाउँपालिका 6 अलाम्पु भन्ने ठाउँबाट आउनुपर्ने हुन्छ सुरुवात चाहिँ हामीले चरीकोटबाट सुरु गरेको हौँ त्यसैले चरीकोटबाट सिङ्गाटी आउने सिङ्गाटीबाट बिगु आलाम्पु आउने आलाम्पुबाट चाहिँ करिब 3 घन्टाको यात्रा गर्नुपर्ने हुन्छ अनि त्यस्तो खासै गाह्रो त होइन तैपनि हिँड्नु सक्ने भएदेखि मात्रै यो ठाउँमा आउनुलाई उचित हुने मैले देखेँ
अब सक्दै नसक्ने हिँड्नै नसक्ने हो भने चाहिँ यो ठाउँमा बल जबरजस्ती गर्नु पनि नहुने रहेछ। हामी चाहिँ यहाँसम्म आउन सफल भयौँ। त्यसैले हाम्रो दाइ र बाले साथ दिनुभयो यहाँसम्म आइपुग्नुलाई। हामी छुटपुट कुरा र दृश्य अझै पनि हामी देखाउने छौँ तपाईँलाई। साथीहरू, तपाईँको प्राकृतिक सुन्दरता त यो दोलखा जिल्लामा भन्नु नै परेन। जो कोहीलाई पनि थाहा छ यसको बारेमा। दोलखा जिल्ला यस्तो ठाउँ हो र धार्मिक स्थलको पनि त्यत्तिकै महत्त्वपूर्ण ठाउँ हो यो। यहाँनिर यो ठाउँमा चाहिँ तपाईँको धार्मिक स्थलहरू धेरै भएको हुनाले गर्दाखेरि हामी यस्तै खोज अभियानमा छौँ साथीहरू। भन्दै अहिले चाहिँ हामी धेरै बोल्नु सकिनँ। यो उकालोले गर्दाखेरि खुट्टा पनि त्यत्तिकै दुखेको छ। बाँकी कुरो अझै पनि तपाईँहरूलाई भन्ने छौँ, देखाउँदै जानेछौँ साथीहरू। एकदमै रहस्यमय लाग्यो मलाई चाहिँ यो ठाउँ होइन। अब हामी चाहिँ यहाँ अहिले ठ्याक्कै उता घुमेर यहाँ फुलमान दाईको ढुङ्गा खानीमा आइसकेको छौँ र फुलमान दाईको ढुङ्गा खानी पनि हामीले हेर्दैछौँ र फुलमान दाईलाई एक दुई शब्द पनि हामी सोधेर जानेछौँ। दाई, तपाईँको ढुङ्गा खानीमा हामी आइपुगिसक्यौँ होइन दाई? अनि यो ढुङ्गा तपाईँले झिकेको बापत वार्षिक आम्दानी के कस्तो हुन्छ र कतिजना मान्छे लाग्छ यो ढुङ्गा निकाल्नु अथवा फुटाउनुलाई? यो ढुङ्गा अब हाम्रो चारजना साथीहरू छ। चारजना साथीहरूमा निकाल्नुपर्छ। एकजनाले त भ्याउँदैन, सकिँदैन। यस्तो पातलो बनाउनुपर्छ, चिरेर छिनले। हजुर हजुर, छिनेर बनाउनुपर्छ। आम्दानी त त्यस्तै अब खेतीपाती गर्दा आम्दानी त 30-35 हजार हुन्छ महिनामा। 30-35 हजार महिनामा भने महिनामा त्यस्तै आम्दानी हुन्छ। आयो भने चाहिँ, आएन भने हुँदैन। तपाईँ यहाँ अल्छी गर्नु भएर अल्छी चाहिँ गर्नु पर्यो खानीमा। ढुङ्गा चाहिँ यहाँ यसरी झिकिँदो रहेछ। हाम्रो फुलमान दाईको हामी कारखानामा, ढुङ्गा कारखानामा पनि आइसक्यौँ र ढुङ्गा यसरी छेक्ने, यसरी काट्ने, अनि यो ढुङ्गालाई चाहिँ तपाईँको काठमाडौँ पठाउने काम हुँदो रहेछ यहाँबाट। र ढुङ्गा झिक्ने दाईहरू उहाँनिर पनि हुनुहुन्छ। यहाँ चाहिँ भिड चोइटा हुन्छ र यसरी काटिन्छ ढुङ्गा। अनि यहाँको ढुङ्गा चाहिँ तपाईँको काठमाडौँसम्म जाने गरेको छ होइन? काठमाडौँ लान्छ होइन दाइ यो ढुङ्गा? यो ढुङ्गा चाहिँ काठमाडौँसम्म लाने गरेछ। यो बिगु पोखरा, तर यो खाजा बार्ने साउने हो। ए, अब तपाईँ यतै बस्नुहुन्छ। अब हामी चाहिँ तलतिर झर्दै गर्छौँ। तपाईँ बिस्तारै आउनु होला। भेट भयो बेलुका हामी पास बस्यौँ भने हेर्नुहोस् न, हामीलाई भेट भयो हामीले गऱ्यौँ भने, भेट भइगयो भएन भने तपाईँसँग हामी बिदा भयौँ है त आज, है हजुर? ल धन्यवाद तपाईँलाई धेरै धेरै। होइन नपाए बस्ने हामी। ल दाइ, अब हामी तलतिर झर्दै गरौँ है। ल हुन्छ, झर्दै गर्नु। अब तलतिर पनि ल्याउनु भयो होला। हाम्रो यो ढुङ्गा खानी हो, यस्तै हो। दुःख सुखको काम गर्ने ठाउँ यो। हजुर हजुर हजुर, जीविका प्रदान गर्ने ठाउँ नै यस्तै हो। हजुर, त्यसरी गर्दैछौँ। जानुहोस् तपाईँ बिस्तारै नास्ताहरू खानु जानुहोस्। म एकछिन त्यो औषधि खानुपर्छ नि, त्यो औषधि खानु म एकछिन बसेर 1 बजी जति ढुङ्गा बनाएर आउँछु। ए ल दाइ, अब हामी तलतिर लाग्दै गऱ्यौँ। ल ल ल, अब हामी दाइले चाहिँ अब यहाँ काम गर्नुपर्ने हुन्छ। अब हामीसँग हिँडेर मात्रै हुँदैन। अनि दाइ चाहिँ अब यतै काम गर्दै बस्नुहुन्छ। हामी चाहिँ तलतिर लाग्दैछौँ। अब खाजा खाने टाइम पनि भएछ यता। दाइहरू अब काम गरेपछि खाना पनि पर्यो। दाइ ल, मिठो मिठो सामान ल्याएको छ, त्यो खाएर जाँदा हुन्थ्यो होला सरहरू पनि। ए होइन, हामी खाइसक्यौँ। अब हामी तलतिर लाग्दै गऱ्यो दाइ है। ल हुन्छ सर, हुन्छ ल, अहिले तलै भेटौँ ल हामी। हजुर
खाजा हामीले भर्खर खायौँ। तपाईँहरू उहाँ दाइहरूलाई दिनु होला, टन्न दिनु होला। 14 सालमा स्थापना भएको खानी हो नि त यो 14 सालमा स्थापना भएको खानी हो यो ढुङ्गाको। यो ढुङ्गा खानी चाहिँ तपाईँको प्रायः जस्तो यो घर छाउनलाई प्रयोग गर्छ यहाँको ढुङ्गा। बाफ्रे ल हेर्नुहोस् त यहाँ ढुङ्गा, यो चाहिँ बिगुको ढुङ्गा। यो काठमाडौँसम्म जान्छ होइन बाजे यो ढुङ्गा? यो चाहिँ प्रायः जस्तो काठमाडौँमा चाहिँ यो बाटोतिर बिछाउने काम हुँदो रहेछ यो ढुङ्गाले। यहाँदेखिको काठमाडौँसम्म जान्छ यो ढुङ्गा। र यहाँनिर जोस् आलम्पू गाउँको दाजुभाइहरूले गरिखाने बाटो चाहिँ यहाँ आलम्पूमै छ। यहाँदेखि बाहिर जानु परेको छैन। यहाँको ठाउँमा यहीँ नै रोजीरोटीको बन्दोबस्त छ, किनभने यसरी ढुङ्गा काटिन्छ यहाँ। राम्रो पनि छन् ढुङ्गा है बाजे? ल जाउँ अब हामी। रमाइलो गरेर यहाँसम्म पुग्यौँ हामी होइन दादा? जस रमाइलो भयो आज। अब मकै बोक्ने चाहिँ को होला? जसले सक्छ उसैले बोक्नु होला मकै चाहिँ। साथीहरू अहिले चाहिँ हामी आलम्पूमा छौँ र आलम्पूमा बसिरहेछौँ। भर्खर हामी यहाँ आलम्पू पुगिसकेको छौँ र अब हामी एकदम थकित अवस्थामा छौँ आज। हाम्रो भिडियो भनेको अब त्यतिमै टुङ्गिने छ र अर्को भिडियो लिएर आउनेछौँ। विभिन्न ठाउँ कहाँ हो के हो हामी खास गरेर हामी भिडियो खापखुप पारेर हाल्नेछौँ अर्को पालि। त्यति दिनजेलको लागि तपाईँहरूसँग बिदा मागे। हस्त धन्यवाद।